10th हब कन्भेन्सनमा गर्ने कुराहरू यो यसको विषयमा चाहिँ म यहाँहरूलाई भन्न गइरहेको छु। मेनली क्वेस्ट नेपाल लुम्बिनी हबले विद्यार्थीहरूको लागि कार्यक्रम गर्दै आइरहेको छ। यसले विद्यार्थीहरूलाई मेनली एउटा टोटल क्वालिटी पर्सन टिक्युपी बनाउने कुरामा चाहिँ गरेर चाहिँ आफ्नो भूमिका खेल्ने गर्दछ। गुड एन्ड स्मार्ट क्यारेक्टर बनाउने यसको उद्देश्य हो। देशभरिमा 27 वटा चाहिँ गरेर चाहिँ हब छन्, जसमध्ये क्वेस्ट नेपाल लुम्बिनी हबले यो कार्यक्रम गरिरहँदा अहिलेसम्म हामीसँग 17 मेम्बर विद्यालयहरू हुनुहुन्छ। पोहोरसम्म भन्यो भने 13 मेम्बर विद्यालयहरू हुनुहुन्थ्यो सदस्य विद्यालय, अहिले 17 सदस्य विद्यालयहरू हुनुहुन्छ। र अहिलेको यो कन्भेन्सनमा अहिलेसम्मकै सबैभन्दा बढी विद्यार्थीहरूको उपस्थिति 700 विद्यार्थीको पार्टिसिपेन्ट्स रहने कुरा म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। अनि तपाईको यो भलिन्टियर प्लस चाहिँ विद्यार्थीहरू एउटा भलिन्टियर प्लस अर्गनाइजिङ टिम गरिरहँदा अर्गनाइजरको हामी चाहिँ गरेर जति टिममा छौँ सबै गरिरहँदा लगभग 1000 विद्यार्थीहरू चाहिँ उपस्थित रहने र सक्रिय रूपमा आफ्नो भूमिका निर्वाह गर्नुहुने म यहाँहरूलाई जानकारी गराउँछु। यतिखेर आदरणीय व्यक्तित्व हाम्रो क्वेस्ट नेपाल लुम्बिनी हबको प्रमुख सल्लाहकार यो हाम्रो यो जिल्ला प्याप्सन अध्यक्ष आदरणीय वीरेन्द्र विक्रम सिंह आउनु भएको छ, सरलाई पनि स्वागत गर्न चाहन्छु। अब हाम्रो के छ भने हामी कसरी चलिरहेछौँ भन्दाखेरि हामी 7 सदस्य हैन हब मेम्बर 7 सदस्य छौँ र यो कन्भेन्सनलाई चाहिँ राम्रो सफल रूपमा चाहिँ बनाउनको लागि सफलता रूपमा चाहिँ हामी चाहिँ गरेर यसलाई अगाडि बढाउनको लागि हामीसँग 20 जना कन्भेन्सन कोअर्डिनेसन कमिटी हुनुहुन्छ। तपाईहरुको पछाडि यहीँनेर पनि कन्भेन्सन कोअर्डिनेसन कमिटीहरू बसिरहनु भएको छ। यसै गरेर अब हामीले यसमा भनौँ न के कार्यक्रम, अब यसमा एसक्युसी केस स्टडी प्रेजेन्टेसन भनेको चाहिँ मेनली यसको मेरुदण्ड हो है। एउटा कोर चाहिँ गरेर इभेन्ट भनेको एसक्युसी केस स्टडी हो, एउटा प्यानल डिस्कसन हो। सँगसँगै हामीले चाहिँ गरेर कोलाबोरेटिभ 5 वटा इभेन्ट, कोलाबोरेटिभ कम्पिटेटिभ 5 वटा इभेन्ट भनेको 5 वटा इभेन्ट गर्छौँ। त्यस्तै गरेर नन कम्पिटेटिभ इभेन्ट हामीले 5 वटा गर्छौँ। अहिले हामीले अघिया वर्षहरूभन्दा थोरै फरक तरिकाले चाहिँ गरेर गर्ने सोच गरिरहेको छौँ। अहिलेको यो जमाना यो 21st सेन्चुरी पोस्ट मोडर्निज्म हैन, तपाईको यो एआई को जमाना छ। यो एआई भन्ने चिजलाई पनि चलाउन जान्न पर्छ। अनि तपाईको यो 21औं शताब्दीको एउटा चाहिँ गरेर भनौँ न प्रोडक्ट रोबोट हैन, रोबोटिक्स सम्बन्धी पनि हामीले चाहिँ गरेर चाहिँ विद्यार्थीहरूलाई समावेश गर्ने सिकाउने हाम्रो चाहिँ गरेर कार्यक्रमको भनौँ न एउटा चाहिँ इभेन्ट भित्र रहेको छ है। अनि तपाईको हामीले अब सकेसम्म त चाहिँ गरेर चाहिँ हामीले चाहिँ गरेर मुख्यमन्त्रीलाई बोलाउने हाम्रो जमर्को हो। उहाँको टाइम सेड्युल भएसम्म उहाँले भ्याएसम्म उहाँलाई चाहिँ गरेर बोलाउने हाम्रो उद्देश्य हो। यद्यपि उहाँले भ्याउनु भएन भने पनि हामीसँग स्वास्थ्य मन्त्री जरुर हुनुहुने छ। म यो यहाँहरूलाई म जानकारी गराउन चाहन्छु हैन। उपस्थितिमा एकदम बुद्धिजीवी हैन, अब प्याप्सनका अध्यक्षज्यू यही नै हुनुहुन्छ हैन। अब प्याप्सनका केन्द्रीय पदाधिकारीहरू हैन, अध्यक्षज्यू जिल्ला प्याप्सन अध्यक्ष यही नै हुनुहुन्छ। अनि अन्य प्याप्सनसँग एकदमै प्याप्सनसँग आबद्ध प्रिन्सिपलहरू एन प्याप्सनका अध्यक्ष हैन, अब गाउँपालिकाका अध्यक्ष गाउँपालिकामा हैन रहेर अब वडा अध्यक्षज्यूहरू सम्पूर्णलाई चाहिँ हामीले चाहिँ गरेर चाहिँ निम्तो दिइसकेका छौँ। उहाँहरू चाहिँ गरेर चाहिँ आउनुहुन्छ। यसै गरेर क्वेस्ट नेपालका केन्द्रीय अध्यक्ष आदरणीय व्यक्तित्व नारद रिजाल पनि उहाँ आउनुहुनेछ। यसै गरेर चाहिँ थिङ्क ट्याङ्क क्वेस्ट नेपालका एडभाइजर निरञ्जन अधिकारी पनि आउनुहुनेछ। यो म यहाँहरूलाई म जानकारी गराउन चाहन्छु। अब मेनली एउटा अघि नै हाम्रो सरले हैन, यसै विद्यालयका एमडी सरले भन्नुभएको थियो एउटा महाकुम्भ भनेर। विद्यार्थीहरूको यो चाहिँ गरेर चाहिँ भेला, विद्यार्थीहरूले यो शैक्षिक गतिविधिमा यहाँ भेला हुनु भनेको वास्तवमा उनीहरूले एउटा चाहिँ पढाइ मात्र नभएर हैन, अहिलेको चाहिँ गरेर चाहिँ आवश्यकता अनुसार चाहिँ सिकाइमा एकदम सक्रिय रूपमा चाहिँ गरेर चाहिँ आफ्नो अनुभव लिनु पनि हो। हाम्रो एउटा चाहिँ अनुभव के छ भन्दाखेरि एसक्युसीमा विद्यार्थीहरू आएर आफ्नो भूमिका, कोही प्यानल डिस्कसनमा जान्छन्, कोही केस स्टडीमा त लगभग ग्रुपको सबै जान्छन् हैन। अब कोर इभेन्ट, अब कम्पिटेटिभ इभेन्ट, नन कम्पिटेटिभ इभेन्ट भएर उहाँहरू चाहिँ गरेर चाहिँ त्यसमा चाहिँ लाग्दै गर्दा उहाँहरूमा कन्फिडेन्ट बढेको कुराहरू पनि विद्यार्थीहरूबाट पनि सुन्न पाइएको छ, प्रत्यक्ष रूपमा हामीले देख्न पाइएको छ।
हिजो अगाडि बोल्न डराउनेहरू अहिले कन्फिडेन्टली चाहिँ गरेर चाहिँ मासलाई लिड गरिरहेको हैन, विद्यार्थीहरूलाई आफ्नै समकक्ष साथीहरूलाई लिड गरिरहेको, ठाउँ चाहिँ गएर चाहिँ नबुझेको ठाउँमा यस्तो हो है भनेर चाहिँ अगाडि मजासँग चाहिँ गरेर चाहिँ कन्फिडेन्टका साथ भन्न सकिरहेको हामीले प्रत्यक्ष रूपमा देख्न सकेका छौँ। तसर्थ आम आदरणीय अभिभावक सम्पूर्ण व्यक्तित्वहरूलाई के पनि चाहिँ गरेर भनाइ छ भने विद्यालयमा पढाउनु भएका चाहिँ गरेर अभिभावकज्यूहरू एसक्युसीमा तपाईँहरूले विद्यार्थीहरूलाई सक्रिय बनाउँदै गर्दा तपाईँका विद्यार्थीहरूको चाहिँ भविष्य सुनिश्चित भएको पनि सुनिश्चित हुने कुरा पनि म जानकारी गराउन चाहन्छु। कुरा के भन्दा निरन्तर लागिरहनु पर्यो। आज एसक्युसीमा लागेर आज नै रिजल्ट खोजेर हुँदैन। तपाईँहरूले भन्नुहोला हैन, एसक्युसीले ठ्याक्कै भन्नुहोस् त के रिजल्ट दिएको छ भनिरहँदा ठ्याक्कै यो हुन त हाम्रो एउटा चाहिँ भनाइमा एसक्युसीको भनाइमा के पनि छ भन्दाखेरि कुनै पनि समस्यालाई मापन गर्न सकिँदैन भने त्यो समस्या होइन भन्ने छ हैन। हामीले हरेक कुरालाई मापन गर्छौँ, मापन गर्ने तरिकाहरू छन्, यसमा विधि छन् हैन। त्यो हुँदाखेरि चाहिँ गएर विद्यार्थीहरूले ठाउँमा गएर आफ्ना प्रतिभाहरू देखाएर उनीहरू चाहिँ एकदमै अगाडि भइरहेका छन्, अग्रसर भइरहेका छन् हैन। यसमा त खास गरी यो एसक्युसीले प्रब्लम सल्भिङ मेथोडोलोजी, प्रब्लम सल्भिङ स्किललाई एउटा चाहिँ मार्गनिर्देश गर्ने हो। त्यसैमा टेकेर विद्यार्थीहरूले आफूमा भएको समस्याहरू के छ त्यो समस्या पनि ग्रुपले नै काम गरेर अनि त्यसलाई पत्ता लगाएर त्यसको रुट कज के रहेछ त हैन, त्यो समस्याको कारण के रहेछ त भन्ने कुराहरू पत्ता लगाएर त्यसमा भएका समस्यालाई हटाउने काम गरिरहेका छन्। एकैचोटि पुरै समस्या छ नअड्ला, तर यसका धेरै पर्सेन्ट हैन। अब चाहिँ गरेर चाहिँ 80-20 को फर्मुला नै छ हैन। अब हाम्रो एउटा चाहिँ गरेर मान्यता के छ भन्दा 80% प्रब्लम चाहिँ कहिलेकाहीँ 20% प्रब्लमलाई पनि क्रिएट गर्छ। त्यसकारणले यो 80% प्रब्लमलाई चाहिँ हटाउनको लागि 20% काम गरौँ न भन्ने पनि यसको कुरा हो है। हामीले जहिले पनि काइजेनिङको कुरा हामीले हेर्नुहोस् है, हामीले एसक्युसीको भाषामा काइजेनिङ भन्छौँ। काइजेनिङ भनेको कस्तो भन्दा आजभन्दा भोलि राम्रो, भोलिभन्दा पर्सि राम्रो, आजभन्दा भोलि सुधार गर्नुपर्ने, भोलिभन्दा पर्सि सुधार गर्नुपर्ने, यो हाम्रो एउटा चाहिँ गरेर मेथोडोलोजी हामीले एडप्ट गर्ने कुरा यो पनि हो। अनि हामीले सङ्ख्या बढाएर मात्रै होइन, विद्यार्थीहरूको माइन्डमा हैन, विद्यार्थीहरूलाई एक्टिभ अनि यो अहिले चाहिँ जनजागरण रूपमा चाहिँ गरेर चाहिँ भनौँ न अभिभावक र चाहिँ गरेर सिङ्गै पब्लिकले चाहिँ गरेर चाहिँ थाहा पाउनुपर्छ भन्ने हिसाबले पनि तपाईँहरूलाई यो हामीले बोलाएको हो, हामीले इन्भाइट गरे अनुसार तपाईँहरू आउनु भएको छ। अब हामीले पब्लिकमा हामीले के भन्न चाहन्छौँ भने हाम्रा विद्यार्थीहरूले अहिलेको चाहिँ गरेर यो 21st सेन्चुरीको जुन खालको चाहिँ स्किल एडप्ट गर्नुपर्ने कुरा हो, यो हामीले केही हदसम्म हामीले 100% हामीले भन्न सक्दैनौँ, तर केही हदसम्म हामीले राम्रोसँग चाहिँ गरेर हाम्रो यो 2 दिने कार्यक्रम मङ्सिरको 5 गते हुँदैछ। त्यस कार्यक्रमबाट चाहिँ विद्यार्थीहरू लाभान्वित हुनेछन् र त्यो कुराले पक्कै पनि चाहिँ गरेर चाहिँ उहाँहरूको चाहिँ गरेर चाहिँ एउटा हैन विकास अलराउन्ड डेभलपमेन्टमा उहाँहरूलाई चाहिँ सहयोग गर्नेछ। अब यी कुराहरू रहे। म यतिखेर म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। 700 विद्यार्थी भइरहँदा 700 विद्यार्थीहरूको 80 पार्टिसिपेसन भइरहँदा हैन, जिल्लाभन्दा बाहिरबाट पनि केही अब्जर्भिङ विद्यालयहरू 8वटा अब्जर्भिङ विद्यालयहरू आउँदैछ। स्याङ्जाबाट, अर्घाखाँचीबाट, रूपन्देहीबाट, कपिलवस्तुका केही सदस्य विद्यालय नभइरहँदा अब्जर्भिङको रूपमा आउँदै हुनुहुन्छ है। अनि दाङबाट आउँदै हुनुहुन्छ, प्रासीबाट आउँदै हुनुहुन्छ। अब्जर्भिङको रूपमा चाहिँ गरेर हामीसँग यो आउनु भनेको यो हाम्रो बोली र फोनले मात्र होइन, उहाँहरूले यसको महत्त्वको प्रभाव उहाँहरूलाई कहीँ न कतैबाट परिरहेको छ। देशव्यापी रूपमा एसक्युसी छ, 200 भन्दा बढी विद्यालयहरूले चाहिँ गरेर एसक्युसी एडप्ट गरेको कुरा छ भने म अघि नै पनि भने 17वटा हबहरूले यो एसक्युसी 27वटा चाहिँ हबहरूले यो एसक्युसी सञ्चालनमा लिएर आइरहेको कुरा पनि यहाँ समस्या म जानकारी गराउन चाहे। अब मेनली हामीले यहाँ विद्यार्थीहरूले सिक्ने कुराहरू त सिक्छन्, सँगसँगै विद्यार्थीहरूलाई सम्मान स्वरूप हामीले ट्रफी, सर्टिफिकेट हैन, उहाँहरू चाहिँ जुन तहको पोजिसन कहिलेकाहीँ कोलाबोरेटिभ रूपमा काम गर्दै गर्दा हैन, विभिन्न विद्यालयका विद्यार्थीहरू मिसिएर हैन, उहाँहरूले चाहिँ गरेर चाहिँ सिक्दै गर्दा हैन, उहाँहरू विभिन्न विद्यालयका विद्यार्थीहरू पोजिसन 1st, 2nd, 3rd यसरी आउँदै गर्दा उहाँहरूलाई सम्मान स्वरूप ट्रफी, सर्टिफिकेट हैन, अनि यो हामीले चाहिँ प्रोभाइड गर्छौँ।
है 2 दिने यो कार्यक्रममा बिहान करिब 7 बजेबाट सुरु भएको कार्यक्रम हामीले सकेसम्म 6 बजे भित्रै हामीले भ्याउने हाम्रो चाहिँ जमर्को रहनेछ। किन भन्दा हैन टाढा टाढाबाट चाहिँ के विद्यार्थीहरू आउनुहुन्छ। यो मङ्सिरको 5 गते 5 र 6 गते हाम्रो लगभगै 27 वटा हबमा 2टा हबले मात्र लुम्बिनी हब सँगसँगै चितवनको एउटा हबले पर्साको हैन पर्साको एउटा हबले तपाईको चाहिँ 2 दिने कन्भेन्सन गर्ने गरेको छ। अब यो ट्रेन्ड पनि उहाँहरूले पछि नै गर्नुभएको हो हैन। हामीले भने चाहिँ तपाईको चाहिँ यो 2 दिने हब कन्भेन्सन भनेको 8औं ज्ञानपुञ्ज इङ्ग्लिस बोर्डिङ स्कुलमा, 9औं भूभूषण इङ्ग्लिस बोर्डिङ स्कुलमा र 10औं यो सनलाइट इङ्ग्लिस बोर्डिङ स्कुलमा गर्न लागिरहेको अवस्था छ। हामीले यसलाई यसको एउटा चाहिँ गरेर चाहिँ एउटा भनौँ न यसको ग्लिम्सेसलाई अझ बढी चाहिँ बढाउँ, ग्ल्यामरस बढाउँ भनिरहँदाखेरि हामीले र्याली गर्ने पनि जमर्को गरिरहेका छौँ। र्यालीमा बाजा गाजा हुन्छ हैन। अब विद्यार्थीहरूले अब त्यहाँ स्लोगनहरू भन्छन्, हामीले पनि ठाउँ ठाउँमा चाहिँ गरेर चाहिँ आफ्ना भनाइहरू राख्छौँ। त्यतिखेर पनि यस पालिकाको सम्बन्धित हैन व्यक्तित्वहरू स्पेशल व्यक्तित्वहरूलाई चाहिँ हामीले बोलाइन्छ हैन। यसरी हामीले बाजा गाजाका साथ राम्रो काम गरेपछि राम्रो कुरा हामीले चाहिँ गरेर चाहिँ प्रचार हुनुपर्छ, अब जानकारीमा चाहिँ सबैलाई हुनुपर्छ भनेर पनि हामीले यसको डेट भनेको 28 गते शुक्रबार है। 28 गते शुक्रबार हामीले चाहिँ बिहानको समयमा भनौँ न र्याली गर्नेछौँ है। अनि मैले भने नि 8 वटा विद्यालय अब फरक फरक जिल्लाका चाहिँ आउँदै गर्दा यसको प्रभाव एकदमै राम्रो छ। र यसमा एसक्युसीमा किन चाहिँ गरेर चाहिँ हामी आबद्ध बने त भन्दाखेरि विद्यार्थीहरू अब यो असल हैन गुड एन्ड स्मार्ट हुन्छन् हैन। अब टोटल क्वालिटी म्यानेजमेन्टका कुराहरू विद्यार्थीहरूले सिक्छन्। हब हामीले हब कन्भेन्सन गरिसकेपछि नेसनल कन्भेन्सनको तय भइसकेको अवस्था छ। प्रत्येक साल हब कन्भेन्सन यस्तै गरेर नेसनल कन्भेन्सन र इन्टरनेसनल कन्भेन्सन विद्यार्थीहरू हब कन्भेन्सनमा पार्टिसिपेट भएपछि नेसनलमा जान पाउँछन् हैन। नेसनलमा सहभागी हुन पाए उनीहरू म नेसनल कार्यक्रममा चाहिँ गरेर चाहिँ सहभागी भए त्यहाँबाट सिकेको अनुभवले मलाई यो भन्छ मैले यो सिकेँ भनेर भन्न सक्छन्। अनि नेसनलमा गएका विद्यार्थीहरू इन्टरनेसनल कन्भेन्सनमा जान्छन्। नेसनलको कुरा गर्ने हो भने तपाईको चाहिँ गरेर यो पुसको मसान्ती 30 गते अनि माघको 1 र 2 गते पोखरामा हुँदैछ। अब यहाँ पार्टिसिपेट हुने विद्यार्थीहरू एउटा विद्यालयबाट 6 जना हैन इन्ट्रेस्टेड विद्यार्थीहरू त पनि अब विद्यालयले छनौट गरेर चाहिँ पठाउनुहुन्छ। अनि यो अब एउटा लुम्बिनी हबको जिम्मेवार संयोजक भएको नाताले अब इच्छुक विद्यार्थीहरू र सदस्य विद्यालय र यहाँ अब्जर्भिङ विद्यालयबाट आउनुभएकोलाई पनि अब त्यसको प्रयोजन सबै कुरा मिलेसँग हैन। कन्भेन्सनमा तपाईको नेसनल कन्भेन्सनमा हामीले लैजाने चाहिँ जमर्को गर्छौँ। मैले यहाँहरू समक्ष यी कुरा राख्न चाहे।